नमस्कार सबैजनामा। आज हामी डायबेटिक फुड को विषयमा चर्चा गर्नेछौँ। डायबेटिक फुड भन्नाले मधुमेह भएका बिरामीमा खुट्टामा हुने कुनै पनि घाउ अथवा सङ्क्रमण अथवा ग्याङ्ग्रिन भनेर भनिन्छ। जस्ता समस्याहरूलाई चाहिँ हामी डायबेटिक फुड भनेर भन्छौँ। अर्थात् डायबेटिक फुड हामीले यसमा चित्रमा अथवा पिक्चरमा पनि देख्न सक्छौँ। डायबेटिक फुडमा चाहिँ एउटा ठाउँमा घाउ छ र त्यसको वरिपरिका भागहरू चाहिँ कालो भएको छन्। त्यसलाई हामी ग्याङ्ग्रिन भनेर भन्छौँ र यसलाई हामी डायबेटिक फुड अल्सर भन्छौँ। अब डायबेटिक फुड भन्नाले हामी मधुमेहको कारणले कसरी चाहिँ डायबेटिक फुड गर्छ भन्दा स्नायुमा क्षति, न्युरोप्याथी हुनाले नसाहरू मर्दै जान्छन् बिस्तारै। त्यो नसाले चाहिँ बिस्तारै हाम्रो काम गर्न छोड्छ। त्यस्तै गरेर हाम्रो रगतको प्रवाह कम हुन्छ भन्नाले त्यो भागमा चाहिँ हाम्रो रगत चाहिँ कम जान्छ र त्यस्तै गरेर हाम्रो चाहिँ इन्फेक्सन, सङ्क्रमण भनेर भन्छ, त्यो इन्फेक्सनलेको कारणले गर्दा पनि यसलाई चाहिँ एकदमै बढी चढाइ गरिरहेको हुन्छ र यस्तो कारणले चाहिँ हाम्रो के हुन्छ भन्दाखेरि घाउहरू निको नहुने, सङ्क्रमण हुने र ग्याङ्ग्रिन हुने जस्ता समस्याहरू आउँछन् र यो समग्रलाई हामी के भन्छौँ? डायबेटिक फुड भनेर भन्छौँ। अब डायबेटिक फुड कस्तो कस्तो ठाउँमा हुनसक्छ भन्दाखेरि जहाँनिर एकदमै बोनी प्रोमिनेन्स भनेर भनिन्छ, जहाँनिरको भागहरू चाहिँ एकदम पातलो हुन्छ, त्यहाँ चाहिँ हाम्रो मांसपेशीहरू चाहिँ एकदम पातलो हुन्छ र हड्डीले चाहिँ त्यो भागमा चाहिँ थिचिरहेको हुनसक्छ होइन। त्यस्तो भागहरूलाई चाहिँ सजिलैसँग चोट लाग्छ र त्यस्तो भागमा चाहिँ हाम्रो डायबेटिक फुड हुन्छ। जस्तो एउटा हामीले यहाँ पिक्चरमा चाहिँ देख्न सक्छौँ। यसमा चाहिँ कस्तो भएको छ भने कुर्कुच्चानेर चाहिँ हाम्रो डायबेटिक फुड भएको छ। कुर्कुच्चामा चाहिँ घाउ लागेको छ होइन। अब लक्षणहरू के हुनसक्छ डायबेटिक फुडको? जस्तै हाम्रो खुट्टामा लागेको घाउहरू चाहिँ सजिलैसँग निको नहुने, अनि त्यसपछि खुट्टाहरू सुन्निँदै जान्छ, अनि त्यसपछि दुखाइ हुन्छ अथवा दुखाइ नै कम हुन्छ यसमा चाहिँ होइन, अनि झमझमाउने अथवा त्यस्तो हुन्छ होइन। त्यस्तै गरेर एकदमै दुर्गन्ध पनि आइरहेको हुन्छ। कतिपय केसहरूमा चाहिँ डायबेटिक फुडमा चाहिँ एकदमै गनाउने खालको पनि हुन्छ। त्यो राम्रोसँग ड्रेसिङ भएको छैन र एकदमै पछि मात्रै थाहा भएको अवस्थामा, ग्याङ्ग्रिन बनिसकेको अवस्थामा चाहिँ दुर्गन्ध आउँछ है त। त्यस्तै गरेर खुट्टा कालो पर्नु भनेको, त्यो खुट्टा कालो पर्नुलाई चाहिँ हामी के भन्छौँ? ग्याङ्ग्रिन भनेर भन्छौँ। अब कस्तो व्यक्तिहरूमा चाहिँ जोखिम हुन्छ, के कारणले गर्दा चाहिँ डायबेटिक फुड हुने सक्ने सम्भावना झन् धेरै बढ्छ भन्दाखेरि जस्तो हामीले चाहिँ राम्रोसँग चाहिँ हाम्रो जो व्यक्तिमा चाहिँ पहिल्यैदेखि नै डायबिटिज छ, मधुमेह छ, उसमा चाहिँ राम्रोसँग उसले चाहिँ आफ्नो खुट्टालाई बचाएन, राम्रो अलिकति नरम खालको जुत्ताहरू चाहिँ लगाएन होइन। त्यस्तै गरेर छालाहरू चाहिँ सुक्खा भएर चिरा पर्न जान्छ होइन। त्यस्तै गरेर खुट्टाको चाहिँ तापक्रम फरक हुन्छ। त्यस्तै गरेर नङ काट्दा अथवा हिँड्दा ठेस लाग्दा जेसुकै हुँदा पनि घाउ लाग्यो भने त्यो घाउ चाहिँ निको हुन निकै नै गाह्रो पर्छ र त्यसले अल्टिमेटली गएर चाहिँ डायबेटिक फुड गराउन सक्छ है त। अब कसरी चाहिँ हामीले डायबेटिक फुडलाई चाहिँ रोक्न सकिन्छ त? हामीले दैनिक रूपमा चाहिँ खुट्टा जाँच गर्ने भन्नाले आफै नै चाहिँ हाइजिन मेन्टेन गर्ने खुट्टाको, र खुट्टालाई चाहिँ एकदमै खाली खुट्टा चाहिँ हिँड्नु हुँदैन, किनकि खुट्टालाई चाहिँ जोगाउनुपर्छ कि कतै हाम्रो घाउ चोट लाग्छ कि खुट्टालाई भनेर जोगाउनु पर्ने हुन्छ है त। त्यस्तै गरेर नङ काट्दा पनि हामीले एकदम ध्यान दिनुपर्छ, कति सेन्सिटिभ कुरा छ होइन। त्यस्तै आरामदायी जुत्ता, जुन मैले पहिल्यैदेखि नै जुत्ता लगाउने कुरामा चाहिँ फोकस गरिरहेको छु, यसले पनि हामीलाई धेरै हदसम्म चाहिँ डायबेटिक फुड हुनलाई अथवा हाम्रो घाउ लाग्नलाईबाट चाहिँ बचाउँछ है त। त्यसपछि खुट्टा चाहिँ सधैँ सफा राख्नुपर्छ है, सुक्खा राख्नुपर्छ, खुट्टालाई चाहिँ सुक्खा राख्नुपर्छ। त्यसपछि के हुन्छ त, हाम्रो चोटपटक लाग्दैन होइन, अथवा सङ्क्रमण चाहिँ हुँदैन। सफा राख्नाले खुट्टा चाहिँ सङ्क्रमण हुँदैन। त्यस्तै गरेर हामीले चाहिँ सबभन्दा इम्पोर्टेन्ट भनेको यसमा के हुन्छ, सबभन्दा महत्त्वपूर्ण भनेको सुगरलाई चाहिँ हामीले कन्ट्रोल गरेर राख्नुपर्ने हुन्छ। मधुमेहलाई चाहिँ राम्रोसँग नियन्त्रण गर्ने, खानपिनमा ध्यान दिनु पऱ्यो होइन। त्यस्तै गरेर हामीले चाहिँ नियमित रूपमा जुन हामीलाई औषधि दिएको छ त्यो औषधि चाहिँ खानु पऱ्यो। त्यस्तै गरेर मद्यपान, धुम्रपानहरू चाहिँ गर्नु भएन है त। अब हामीलाई चाहिँ नचाहँदै हामीलाई चाहिँ के जाने डायबेटिक फुड हाम्रो भइसकेको छ, अब के गर्ने त भन्दाखेरि पहिला सुरुमा त नजिकको स्वास्थ्य चौकीमा गएर जचाउने, डाक्टरलाई आफ्नो जचाइरहेको डाक्टरलाई भेट्ने र त्यसपछि चाहिँ त्यसलाई चाहिँ डक्टरको सल्लाह र सुझाव अनुसार हामीले चाहिँ इन्सुलिन अथवा औषधि, जुन आफूलाई औषधि दिएको छ त्यो औषधि चाहिँ खाने र नियमित रूपमा चाहिँ सुगरलाई जाँच गर्नुपर्ने हुन्छ। अब घाउ लागिसक्यो घाउलाई चाहिँ हामीले कसरी चाहिँ गर्न सकिन्छ भन्दाखेरि हामीले चाहिँ घाउलाई के गर्नुपर्छ त, रेगुलर रूपमा चाहिँ ड्रेसिङ गर्नुपर्छ, भनेको नियमित रूपमा ड्रेसिङ गर्नुपर्छ। अब विभिन्न खालको ड्रेसिङहरू हुन्छ यसमा है। त्यस्तै गरेर मरेको घाउ हटाउने अथवा मरेको मासु चाहिँ हटाउने, त्यसलाई हामीले के भन्छौँ? डेब्राइटमेन्ट भनेर भन्छौँ है। त्यो मरिसकेको जुन कालो भइसकेको भागहरू हुन्छ त्यसलाई चाहिँ हामीले हटाउनु पर्ने हुन्छ।
होइन? त्यस्तै गरेर हामीले चाहिँ औषधि मा चाहिँ अब एन्टिबायोटिक पनि जस्तो कालो भइसकेको छ भने पनि एन्टिबायोटिकहरू यसमा चाहिँ आफ्नो सुरले खाने होइन, आफ्नो जुन हामीले चाहिँ डाक्टरको सल्लाह र सुझाव अनुसार चाहिँ हामीले खाइरहेका हुन्छौँ, त्यो अनुसार चाहिँ हामीले खानुपर्ने हुन्छ है त। अब एकदम गम्भीर रूपमै छ भने कहिलेकाहीँ कस्तो हुन्छ, जति उपचार गर्दा पनि निकै भइरहेको छैन भने त्यो इन्फेक्सन चाहिँ शरीरको विभिन्न ठाउँमा फैलिन सक्छ अथवा माथि खुट्टाको माथि भागमा सर्न सक्छ है। त्यति बेला चाहिँ हामीले के गर्नुपर्छ भने एम्पुटेसन भनेर भन्छ। एम्पुटेसन भनेको चाहिँ त्यो भागलाई हामीले पुरै काटेर फाल्नुपर्छ। बाँकी रहेको शरीर बचाउनलाई त्यो भागलाई चाहिँ हामीले काटेर फाल्नुपर्ने हुनसक्छ। त्यसैले समग्रमा डायबेटिक फुट भनेको सुगर भएको बिरामीले चाहिँ आफ्नो खुट्टालाई चाहिँ निकै बचाएर राख्नुपर्छ। त्यसको लागि हामीले सफा राख्ने, राम्रो जुत्ता लगाउने, होइन, सफ्ट खालको जुत्ता लगाउने, सुगर चाहिँ कन्ट्रोल गर्ने, दिनका दिन आफूलाई चाहिँ फाइबरस खाना खाने, व्यायाम गर्ने, होइन, यो सबै चिजहरूले चाहिँ हामीलाई समग्रमा चाहिँ भविष्यमा डायबेटिक फुट हुनबाट चाहिँ जोगाउँछ। हस्, धन्यवाद।